चाहिँ हामी लोलेगाउँ कफेरमा अहिले घुमिरहेका छौँ। मेरो भाइ हिरो हो। आज चाहिँ यहाँ कफेरमा आएर हामी मामाहरूसँग घुम्दैछौँ। अन्त अहिले नेक्स्ट भिजिट डब्लिङ डाँडाको बादमा तपाईहरुले हेरेर राम्रो लाग्यो भने लाइक गरिदिनु होला। भाइ हो, मामा हो, भाइ हो अनि माइजू हो। यहाँनिर चाहिँ हामी जाँदै गर्दाखेरि चाहिँ एउटा ब्रिज पनि रहेछ। अन्त ब्रिजमा बस चढेर पार गर्ने रे भनेर चाहिँ आउनु हुँदैछ। ब्रिज पनि एकदम डेन्जरस ब्रिज थियो। अनि यसको पछाडि चाहिँ हाम्रो भाइ पनि म पनि आउने नै भनेर ऊ पनि आउँदैछ। यहाँदेखि चाहिँ उता ट्रेकिङ रोड सकिएको रहेछ र हामी फेरि वापस भयो। भाइ लडेको थियो, कुद्ने हुँदाखेरि लडेको थियो। अनि अब हामी चाहिँ बात गर्दै थियौँ कि मामा अब कतारमा बसेर यो भिडियो हेर्नुहुन्छ अरे भन्दै हाँसी मजाक गर्दै हिँड्दै थियौँ। गर्दै जाँदा चाहिँ इन्जिलियाको फुल चाहिँ एकदमै मजाले फुलेकोले गर्दा यहाँको चाहिँ एकदम गार्डन राम्रो देखिँदै थियो। भन्दै भन्दै अब हामीहरू यहाँबाट बिस्तारै उकालो चढ्न थाल्यौँ फर्किने क्रममा। यहाँ चाहिँ हाम्रो भाइ र मामाको बात चाहिँ एकदम राम्रो चलिरहेको छ। अन्त भाइले चाहिँ यो शहीद स्मारकको बारेमा आमालाई डिस्क्राइब गर्दै थियो। अन्त अब चाहिँ यहाँबाट फेरि बुद्ध स्ट्याच्यु भएकोमा जाने भनेर चाहिँ सबैजना प्रार्थना गरौँ भनेर चाहिँ त्यहाँबाट हामीहरू लाग्यौँ। अन्त गर्दै जाँदा अब बुद्ध स्ट्याच्युको छेउमा पुगिसकेको छौँ।